आज हामी छौँ जनप्रजातान्त्रिक पार्टीको कार्यालयभित्र छौँ। हाम्रो साथमा हुनुहुन्छ नीलबहादुर श्रेष्ठज्यू, उहाँ यो पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँसँग मिठा कुरा गर्नेछौँ र देशमा भएका घटनाहरूलाई यहाँ जस्ताको त्यस्तै पस्किने, उहाँको राय सल्लाह लिने अनि बुझ्ने कोसिस गर्नेछौँ। स्वागत छ तपाईँलाई। धन्यवाद, नमस्कार। सम्पूर्ण राइनो न्युज हेरेर बस्ने आम नेपाली जनतालाई मेरो पार्टी जनप्रजातान्त्रिक पार्टी, हाम्रो पार्टी जनप्रजातान्त्रिक पार्टीको अध्यक्षको तर्फबाट सम्पूर्णलाई धन्यवाद। जय राष्ट्र नेपाल भन्न चाहन्छु। साँच्चै नै अहिले देशमा एकदम मसलादार समाचारहरू देखिएको छ, सुनिन आएको छ। यसको विषयमा के भन्न चाहनुहुन्छ? र अहिले भर्खरै हाम्रो वैदेशिक रोजगारको लागि जान लागेका युवाहरूलाई, यदि गएका युवाहरूलाई अब के हुन्छ? सर्वप्रथम त हाम्रो देशमा अहिले जुन पछिल्लो राजनीतिक घटनाक्रम अनुसार एउटा व्यवस्थाकै विरुद्धमा चाहिँ एउटा राजनीतिक हिसाबले राजा ल्याउने कि गणतन्त्र मान्ने भन्ने विषय चाहिँ जल्दो बल्दो ढङ्गबाट चाहिँ उठान भइरहेको अवस्था छ। यसमा चाहिँ सर्वप्रथम प्रष्ट ढङ्गबाट चाहिँ म के भन्न चाहन्छु भने हाम्रो पार्टी जनप्रजातान्त्रिक पार्टी स्पष्टसँग हामी गणतन्त्रवादी हैन, चाहिँ समुन्नत गणतन्त्रवादी, चाहिँ विकसित गणतन्त्रवादी, चाहिँ हामीले गणतन्त्रलाई चाहिँ व्यवस्थित गरेर लाने जुन उद्देश्य छ यो जनप्रजातान्त्रिक पार्टीको, यसलाई चाहिँ हामी संस्थागत गर्दै जानुपर्छ, व्यवस्थित गर्दै जानुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ। साथसाथै चाहिँ जो राजावादी भनेर राजाहरू ल्याउने भनेर चाहिँ जो चाहिँ आन्दोलनमा व्यवस्था चेन्ज गर्ने र राजा सक्रिय राजा ल्याउने भनेर चाहिँ राजा संस्था ल्याउने भनेर जो साथीहरू जो पार्टीहरू लागिरहनु भएको छ त्यो सरासर गलत छ। जुन चाहिँ यो देशबाट जनताको शासन ल्याउनको लागि चाहिँ थुप्रै आन्दोलनहरू भए, थुप्रै चाहिँ घटनाहरू भए। त्यो घटना जो चाहिँ त्यसको उपज चाहिँ हामीले गणतन्त्र ल्याएर जनताको शासन, जनताको चाहिँ शासन व्यवस्थालाई चाहिँ हामीले अगाडि बढाउने भनेर जुन लागेको छ त्यसमा चाहिँ कुठाराघात गर्नेहरू अहिले सलबलाइरहेको छ। त्यसमा चाहिँ म हाम्रो पार्टीले चाहिँ घोर आपत्ति जनाइरहेको छ, घोर आपत्ति जनाउन चाहन्छु। चाहिँ हाम्रो पार्टीको धारणा, मेरो चाहिँ यो पार्टीको जनप्रजातान्त्रिक पार्टीको अध्यक्षको हैसियतले हामीले चाहिँ के भन्दैछौँ भने यो व्यवस्था उत्कृष्ट व्यवस्था हो, यसलाई चाहिँ व्यवस्थित गर्ने कुरा, यसलाई चाहिँ सुसूचित गर्ने कुरा चाहिँ बाँकी होला। तर यसमा चाहिँ हामीले कुनै पनि यो व्यवस्थाभन्दा अर्को व्यवस्था सोच्ने विकल्प छैन, हामीले त्यो सोच्ने बेला भएको छैन। हाम्रो यो गणतान्त्रिक व्यवस्थाले हामीलाई आम नेपाली जनतालाई अधिकार सम्पन्न गरेको छ। त्यसकारणले गर्दा यो व्यवस्था चाहिँ नि राम्रो छ। यो व्यवस्थाले जनताको छोरालाई, जनताका आम नेपाली जनतालाई चाहिँ नि शासन गर्ने, राज्यलाई चाहिँ कसरी विकास गर्ने भन्ने कुरा चाहिँ यही व्यवस्थाले दिएको हुनाले यो व्यवस्था उत्कृष्ट छ। साथै हामीले चाहिँ के भनेको छौँ, हाम्रो पार्टीको चाहिँ धारणा भने यसमा हामीले चाहिँ सनातन धर्मलाई चाहिँ हामीले अगालेर सनातन गणतन्त्र सहितको सनातन हिन्दू राष्ट्र बनाउने चाहिँ एउटा चाहिँ त्यो विकल्प रहन सक्छ। त्यो चाहिँ हाम्रो पार्टीको चाहिँ लाइन चाहिँ बनाएर हामी हिँडेछौँ। सनातन हिन्दू राष्ट्र सहितको चाहिँ गणतन्त्र भनेर चाहिँ हामी हिँडेछौँ। त्यसमा चाहिँ आम नेपाली जनता सायद मलाई लाग्छ यो मुद्दामा चाहिँ सबै नेपाली जनता कन्भिन्स हुन्छ कि आज हिजो राजा हुँदाखेरि चाहिँ कुन स्थितिमा चाहिँ राजा भोग्नेहरूलाई मात्रै थाहा छ। सक्रिय राजतन्त्र हुँदाखेरि जो चाहिँ 58 देखि 61 होस्, त्योभन्दा अगाडिको पिरियड होस्, सबै पिरियडमा चाहिँ जनताले चाहिँ अधिकार नपाएर, जनताले चाहिँ अधिकारबाट वञ्चित भएर चाहिँ बस्ने अवस्था थियो। त्यो व्यवस्था अहिले आवश्यक छैन। चाहिँ गणतन्त्र सहितको सनातन हिन्दू राष्ट्र अहिलेको आवश्यकता हो। यो आवश्यकतालाई हामीले, हाम्रो पार्टीले र सम्पूर्ण चाहिँ नेपाली जनताले यो चाहिँ मुद्दालाई अंगीकार गरेर देशलाई समृद्ध नेपाल बनाउनुपर्छ। यो मुद्दासहित सनातन हिन्दू राष्ट्र सहितको गणतन्त्र, समुन्नत गणतन्त्र चाहिँ हाम्रो पार्टीको मूल नारा हो। जनप्रजातान्त्रिक पार्टीमा राजा आयो भने के आपत्ति छ? आपत्ति त केही छैन। तर के हो त भन्नुहुन्छ भने अबको आवश्यकता राजा होइन।
राजा एकतन्त्रीय राज संस्था र चाहिँ नि एउटा परिवारवादमा गएर चाहिँ भासिने राजतन्त्र जो चाहिँ एउटै परिवारले चाहिँ नि देशलाई सञ्चालन गर्ने कुरा चाहिँ हाम्रो पार्टीले स्वीकार्दैन। हाम्रो पार्टीले राजालाई स्वीकार्ने, राजा रहनुपर्छ भन्ने पक्षमा, आउनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन। हामीले चाहिँ यही गणतन्त्रलाई, यही जनगणतन्त्रलाई, यही गणतन्त्रलाई चाहिँ जनताको पक्षमा, जनताको चाहिँ हितमा चाहिँ उपयोग गर्ने र चाहिँ देशलाई समृद्ध बनाउने चाहिँ उद्देश्यका साथ गणतन्त्र उत्कृष्ट छ, जनताको पक्षमा छ, मजदुर किसानको पक्षमा छ, श्रमजीवी वर्गको पक्षमा छ, आम भुइँ मान्छेहरूको पक्षमा छ। गणतन्त्रले चाहिँ मात्रै यो देशलाई समुन्नत देश बनाउन, समृद्ध नेपाल बनाउनको लागि अहम भूमिका हेर्छ। राजतन्त्र ल्याउन भनेर, फर्काउन भनेर त्यत्रा मान्छेहरू लागेका छन्। अस्तिको देख्नु भएला भिडले पनि जनाउँछ होइन, राजतन्त्र फर्किन्छ जस्तो लाग्छ हामीहरूलाई चाहिँ। तपाईँलाई कस्तो लाग्छ? राजतन्त्र त अब चाहिँ नि फर्किँदैन, यो सम्भवै नभएको कुरा चाहिँ नि एउटा हामीले एउटा उदाहरणै दिँदाखेरि पनि चाहिँ चितामा राखिसकेको चाहिँ लास, मुर्दा लास चाहिँ नि फेरि बिउजेर चाहिँ नि यो फेरि चाहिँ एउटा जीवन चल्छ भन्ने कुरामा चाहिँ हाम्रो पार्टीले चाहिँ मान्दैन। रहन सक्छ एउटा हाम्रो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, हाम्रो चाहिँ नि कल्चरलाई चाहिँ नि धान्नका लागि एउटा चाहिँ सनातन परापूर्वकालदेखि हाम्रो पुर्खादेखि, हाम्रो चाहिँ नि सयौँ हजारौँ वर्षदेखि चलिआएको एउटा सनातन हिन्दू राष्ट्र सहित समुन्नत गणतन्त्र चाहिँ आउन सक्छ। त्यसमा चाहिँ गणतन्त्रमा चाहिँ सनातन हिन्दू राष्ट्र चाहिँ हिन्दू, मुस्लिम, बौद्धिस्ट, किराँत समग्र चाहिँ यी चाहिँ जाति, धर्म, संस्कृति, परम्पराले चाहिँ नि आज देशलाई चाहिँ यहाँ पुर्याइरहेको छ, समृद्ध बनाइरहेको छ। त्यस कारणले गर्दाखेरि राजा आउने सम्भावना छैन र आउन हुँदैन पनि, सम्भवै छैन। पार्टी कार्यालयमा जनप्रजातन्त्रिक पार्टीको अध्यक्ष वीरबहादुर श्रेष्ठजी पार्टी कार्यालयमा बसेर देश विकास भइन्छ त? देश विकास गर्न सकिन्छ त? हामी सर्वप्रथम त हामी राजनीति गर्ने, हाम्रो चाहिँ पार्टी राजनीति गर्ने चाहिँ क्याडरहरू, राजनीतिक दल भनेको के हो भन्नुहुन्छ भने सम्पूर्ण नेपाली जनतालाई सही मार्ग निर्देशन, सही मार्गमा हिँडाउनको लागि एउटा चाहिँ पहरेदार हो। पहिलो कुरा त राजनीति भनेको बुझ्नु पर्यो। राजनीति भनेको देश र जनतालाई सही बाटोमा लानको लागि चाहिँ एउटा पहरेदार हो, एउटा चाहिँ मार्गदर्शक हो। यो प्रमुख बुझ्नु पर्यो। त्यो जो मार्गदर्शक अनुसार चाहिँ हामीले जनतालाई, देश र जनताको पक्षमा, समुन्नत गणतन्त्रको पक्षमा, समुन्नत देशको पक्षमा जनतालाई चाहिँ एउटा समृद्ध बनाउनको लागि चाहिँ यो हामीले जनतालाई सुसूचित गर्दैछौँ, जनताको घर दैलोमा जाँदैछौँ, जनतालाई चाहिँ हामीले समृद्ध नेपालको परिकल्पना, सपना देख्नको लागि चाहिँ हामीले जनतालाई आह्वान गरिरहेका छौँ। पक्कै पनि कृषि प्रधान देश भनेर चिनिन्छ हाम्रो नेपाललाई। कयौँ जग्गाहरू चाहिँ त्यत्तिकै बाँझो छ। अब त्यही जग्गाहरू राखेर विदेश गएका छन् कति दाजुभाइ दिदीबहिनीहरू, कतिपय दाजुभाइ दिदीबहिनीहरू विदेश गएका छन्, कतिपय त्यही जग्गा राखेको धितो तिर्न नसक्ने अवस्था छ। र भर्खरै ताजा खबर कतिपय दाजुभाइहरू भिसी भिसामा गएका छन्, ती काण्डहरू मचिरहेको छ। काण्डले भरेको मेरो देश, त्यसमा के भन्नुहुन्छ? अब यो काण्ड गर्ने, जनतालाई लुट्ने, जनतालाई चाहिँ नि अझ गरिबीको रेखामुनि दलदलमा फसाउने, त्यो चाहिँ एउटा कुनै व्यक्ति पात्रले चाहिँ नि आफ्नो उद्देश्यलाई, आफ्नो चाहिँ नि स्वार्थलाई पूर्ति गर्नलाई त चाहिँ नि स्वाभाविक हो। तर चाहिँ देशलाई समृद्ध बनाउन, चाहिँ जनतालाई समृद्ध बनाउनको लागि चाहिँ हजुरले भर्खरै भन्नुभएको चाहिँ आम नेपालमा भएका चाहिँ नि जमिन छ, त्यसलाई जबसम्म सदुपयोग गर्न सक्दैनौँ, आम नेपाली जनताले होस् या राज्यले त्यो चाहिँ बाँझो जमिनलाई सदुपयोग गर्न सक्दैनौँ, तबसम्म समृद्ध नेपाल बन्न सक्दैन। त्यस कारणले गर्दा आम नेपाली जनता, आम नेपाली युवाहरू विदेशिनुभन्दा पहिला आफ्नो घरमा भएको चाहिँ नि, आफ्नो चाहिँ नि स्वामित्वमा भएको जग्गाहरूलाई बाँझो राख्ने होइन, त्यसलाई चाहिँ नि उर्वर भूमिलाई चाहिँ उपयोग गरेर उत्पादनशील काममा लाग्ने र उत्पादन गरेको चाहिँ नि देशमा चाहिँ नि त्यही उत्पादनले चाहिँ देशलाई धान्न सक्ने स्थिति बनाउन सक्यो भने देश विकास हुन्छ। र चाहिँ म त राज्यलाई के भन्छु भने आम नेपाली जनता,
यो चाहिँ फेरि आम नेपाली जनतालाई चाहिँ नै बुझाउनको लागि पनि मैले यो भन्नै पर्छ चाहिँ जो नेपाली जनताले बाँझो जमिन राख्छ त्यो चाहिँ राष्ट्रियकरण हुन्छ। जो नेपालीले चाहिँ बाँझो जमिन राखेर विदेशिन्छ पैसाका नाममा डलरका नाममा धेरै कमाउने भन्ने एउटा चाहिँ लोभ लालचको नाममा चाहिँ नै बाँझो जमिन राखेर विदेशिन्छ त्यो सबै जग्गा चाहिँ नै राष्ट्रियकरण गरेर आम नेपालमा भएका युवाहरूलाई त्यसमा चाहिँ उत्पादनशील काममा चाहिँ नै लगाउनको लागि चाहिँ नै नेपाल सरकारसँग हाम्रो पार्टी जनप्रजातान्त्रिक पार्टी र जनप्रजातान्त्रिक पार्टीको अध्यक्षको तर्फबाट र यो एज होल पार्टी क्याडरको तर्फबाट चाहिँ यो बाँझो जमिन जसले राख्छ र बाँझो जमिन राखेर यहाँ रोजगार पाएन भनेर विदेशिन्छ ती जमिनहरू चाहिँ नै राष्ट्रियकरण गर्नुपर्छ। त्यसलाई चाहिँ राज्यको स्वामित्वमा ल्याउनुपर्छ। तपाईँको भनाइले यही बुझिन्छ कि अब जग्गा रहरले विदेश गएका हुन्, करले विदेश गएका होइन, यहाँ बस्नको लागि खानको लागि गर्नको लागि केही काम नभएको कारणले दाजुभाइहरू दिदीबहिनीहरू विदेश गएका हुन्। अब त्यही जग्गा राखेर जाँदा पनि त्यो जग्गा परिपूर्ति गर्नको लागि पछि फर्केर आउँदा तिर्न नसक्ने अवस्था हुनसक्छ, त्यही साउले खाइदिने हुनसक्छ। अब जनप्रजातान्त्रिक पार्टीले चाहिँ के सोचेको छ यसको विषयमा, के गर्दाखेरिमा चाहिँ हाम्रो नेपाली दाजुभाइहरूलाई सहज हुन्छ? यति हो चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो भएको सम्पत्तिलाई धितोमा राखेर आफ्नो भएको सम्पत्तिलाई चाहिँ बाँझो राखेर जब विदेश जान्छ आफ्नो क्षमता नभइकन आफ्नो चाहिँ नि त्यो स्किल म्यान पावर आफूसँग चाहिँ कुनै पनि क्षमता आफ्नो चाहिँ नि स्किल चाहिँ प्रदर्शन गर्न नसक्दै पनि विदेश जानु त्यो चाहिँ धितोमा राखेर होस् बाँझो राखेर होस् जानु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो। त्यो जो चाहिँ विदेशमा गएर चाहिँ कमाउँछ भन्ने छैन, विदेशमा गएर चाहिँ राम्रो हुन्छ भन्ने छैन, राम्रो चाहिँ नि गर्नका लागि आफ्नै देशमा चाहिँ नि स्वरोजगार भएर गर्न सक्यो र चाहिँ बाँझो जमिनलाई चाहिँ उर्वर भूमि बनाएर उत्पादनमा लाग्यौँ र चाहिँ उत्पादनलाई चाहिँ बजारीकरण गर्ने चाहिँ राज्यले जिम्मा लिनुपर्छ। उत्पादन गरेर चाहिँ जनतालाई चाहिँ सुसूचित गर्नको लागि आम नेपाली जनतालाई बाँझो जमिन नराख्नको लागि चाहिँ म अनुरोध गर्दछु। जनप्रजातान्त्रिक पार्टी लगभग मैले थाहा पाए अनुसारमा 2061 सालबाट आएको र 73मा गएर फेरि रिन्यू भएको मैले थाहा पाएको छु। 73सम्म जाँदाखेरिमा यत्रो समयसम्म अहिले 82सम्म भूमिगत थियो होइन, भूमिगत थियो। अब जनप्रजातान्त्रिक पार्टीलाई पनि राम्रो काम गर्दै जाने हो, यदि गर्दै जानुपर्छ जनताको मन जित्दै जानुहुन्छ भने तपाईँलाई खुट्टा तान्ने मान्छेहरू विपक्षीहरू पछाडिबाट लाग्ने हुन्छन् होला सायद। अहिले हामीले देखिरहेका छौँ नेपालमा जसले राम्रो काम गर्न लागेको हुन्छ उसैको खुट्टा तानिरहेको हुन्छन्। तपाईँ यसमा के भन्नुहुन्छ, कसरी अगाडि बढ्नुहुन्छ र कसरी जनतालाई चाहिँ सचेत बनाउनुहुन्छ? यसमा सरल भाषामा म के भन्छु भने जब तपाईँले चाहिँ सकारात्मक सोच राखेर अगाडि बढ्नुहुन्छ भने कसैले पनि खुट्टा तान्ने कसैले पनि तपाईँलाई चाहिँ पछाडि फर्केर हेर्नुपर्ने वातावरण हुँदैन। किनकि जब तपाईँ गलत हुन्छ, जब म गलत हुन्छु, जब चाहिँ नि मेरो स्वार्थपूर्तिका लागि मात्रै म हिँड्छु भन्ने पछाडि स्वाभाविक हिसाबले चाहिँ पछाडिबाट चाहिँ जनताको पक्षमा काम नगरे पछाडि स्वाभाविक हिसाबले त्यसलाई चाहिँ पछाडि तान्नुपर्छ नै। तर राम्रो काम गर्दा गर्दै चाहिँ नि कोही मान्छे पछाडि पर्छ भने त्यसलाई चाहिँ स्वाभाविक हिसाबले त्यसलाई निस्तेज गरेर आफ्नो बाटो जनताको पक्षमा आन्दोलन गर्ने कुरा, जनताको पक्षमा चाहिँ नि सशक्त भएर काम गर्ने कुरा, त्यसले चाहिँ नि कुनै पनि हालतमा जो कोही मान्छेले चाहिँ खुट्टा तान्ने हुँदा पनि त्यो खुट्टा तान्न सक्ने स्थिति हुँदैन। गलत गर्नु भएन, जनताको पक्षमा काम गर्नु पर्यो, आफ्नो स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रको जनताको पक्षमा काम गर्ने वातावरण भयो भने त्यो कोहीले आएर खुट्टा ताने पनि अर्थ राख्दैन। अहिलेसम्म तपाईँलाई भन्न चाहन्छु अध्यक्षज्यू, अहिलेसम्म मैले गलत गरेँ भन्दै आउने नेपालमा कुनै नेतृत्व भएका मान्छेहरू आएका छन्? त्यसमा चाहिँ त्यो स्वाभाविक हिसाबले आफूले गरेका कमी कमजोरीहरू नस्वीकार्नु भनेकै त्यो चाहिँ एक हिसाबले भन्ने हो भने त्यो पश्चगामी सोच हो। जो मान्छेले आफ्नो गल्ती कमजोरीलाई चाहिँ नै आत्मसात गर्न सक्दैन त्यो चाहिँ पश्चगामी सोच हो। त्यस कारणले गर्दाखेरि ती पश्चगामी सोच राख्नेहरूको विषयमा तपाईँ हामीले चाहिँ चर्चा गरिराख्नु आवश्यक छैन। म अब धेरै समय पनि लिन चाहन्न, म थोरै समय तपाईँको लिँदै भन्न चाहन्छु। धेरै जस्ता बाँझोपन अघि पनि उठाएँ, बाँझोपन धेरै जग्गाहरू बाँझो छन्,
अब विद्यालयहरू भत्ताभुङमा छन्, कसैको कुर्सी छैन, कसैले लाउन पाएको छैन, कसैले खान एकछाक खान गाह्रो छ हैन। यो महँगीको संसार हो, यो महँगीले आकाश छुइसकेको छ, ज्याला उस्तै छ। तर पैसा बढी आयो भने सरकारी कर्मचारीको बढ्छ। आज दिनभरि काम गरेर निवेक गरेर बेलुका छाक टार्ने मान्छेहरूलाई के भन्नुहुन्छ? बस यति मात्र भन्न चाहन्छु। आम नेपाली जनता, आम श्रमजीवी मजदुर किसान जो चाहिँ बिहान खानको लागि बिहानै दुःख गर्नुपर्ने छ, बेलुका खानको लागि बेलुका दुःख गर्नुपर्ने छ, आम श्रमजीवी वर्गको चाहिँ नि आम नेपाली नागरिकलाई म यही आह्वान गर्न चाहन्छु, जनप्रजातान्त्रिक पार्टीको साथमा तपाईँहरू लाग्नुहोस्। जनप्रजातान्त्रिक पार्टीको विचार सिद्धान्त र चाहिँ आदर्शमा चाहिँ तपाईँहरूले चाहिँ र व्यवहारमा चाहिँ नि तपाईँहरूको चाहिँ र गैडा चिन्ह चुनाव चिन्ह भएको पार्टी जनप्रजातान्त्रिक पार्टीको चाहिँ नि विचारसँग सम्बद्ध भएर तपाईँहरू लाग्नुहोस्। हामी कुनै पनि कोणबाट चाहिँ नि भोका नाङ्गा जो चाहिँ श्रमजीवी किसान मजदुर किसानहरूलाई चाहिँ भुइँ मान्छेहरूलाई चाहिँ नि हामीले यहीँ स्वरोजगार भएर चाहिँ राम्रो लुगा लाउने मिठो खाने वातावरण जनप्रजातान्त्रिक पार्टीले त्यो चाहिँ बाटोमा नेपाली जनतालाई चाहिँ नि लैजान्छ। धन्यवाद। नमस्कार, धन्यवाद।